हेलो गाइस हैन आज चाहिँ हामी बहिनीको साथमा छौँ सो यो बहिनी चाहिँ एकदमै कमेडी सिन हैन कमेडी सोमा जानुपर्ने जर्मनी आएछन् त्यही अलिकति दुःख लाग्यो मलाई जर्मन ल्याङ्ग्वेज सिकेर जाँदैछु गाइस हामी चाहिँ चकलेट खाँदैछु चकलेट एक्लै खान्छिन् बहिनी मलाई दिन्न हैन माक्सासा जान लागेको उता त्यहाँको बासिन्दाहरूको पैसा लुट्नलाई हामी आज तास खेल्न जाँदैछौँ आज चाहिँ हामी बब्बल तास खेल्ने पालामा छौँ लुटेर आउने हो गाइस रातभरि तास खेलेर हैन हिक्मत दोस्त छन् हाम्रो भोलि त्यहाँ हाम्रो पाहुना आउँदैछ आइन कफेन किन्ने सब पैसा लुटेर आउने त्यही गएर यो बहिनी भइसकेपछि चाहिँ मैले भ्लग बनाउनु पर्दैन कि म धेरै बोल्नु पर्दैन बहिनीले सबै बोलिदिन्छु हैन त्यसको लागि चाहिँ मलाई खुसी लाग्छ त्यही भएर चाहिँ म बहिनी भयो भने चाहिँ धेरै खुसी हुन्छु अनि तपाईँहरूले सोध्नु होला मलाई हैन यो बहिनी त देखियो खोइ त अर्को बहिनी हिजो देखाएको बहिनी खोइ भनेर सोध्नु होला हैन यिनी चाहिँ लजाउँछिन् धेरै सो हेलो गाइज हामी चाहिँ फाइनल्ली चाहिँ हिक्मत दोस्तकोमा आइपुगेको छौँ म चाहिँ दाई पनि भन्छु कहिलेकाहीँ हैन सो दुईवटा बहिनीहरू चाहिँ अलरेडी आएर बसिरहेको छ म चाहिँ एकछिन ढिलो आइरहेको छु सो ओ दाई के छ दाई मेरो दाई के छ हेलो हेलो भन्दैन त हेलो हेलो हैन अब यस्तो छ यो दुईवटा बहिनीहरू चाहिँ अघि नै आइसक्यो लास्ट बाँदर्नीहरू उनी लास्टै चाँच चढाउँछन् चाहिँ अलिकति स्पेसल मान्छे होइन अलिकति ढिलो आउनुपर्छ होइन किन भन्दाखेरि टाइमको भ्यालु राख्छु नि त म अलिकति राम्रो मान्छे अब यहाँ गोल हुन्छ कि सबै म जस्तो हुँदैन पुरै मिलाएर राख्ने होइन यो दाइ चाहिँ लास्टै फोरी छ म लास्टै भद्रगोल गर्छ यसले म जस्तो छ नि बासु गरी मेरो रुम त देख्नु भएको होला कचोरी ब्लग बनाइसकेँ सो अहिले हामी आएर चाहिँ हतार हतार सफा गरेर आएर रहेछ सो आज चाहिँ हामी बबाल तास खेल्ने बेलामा छौँ यस्तो तास खेल्ने बेलामा छौँ कि सो हाम्रो रातभरिको तास हुन्छ सो नछुटाउनु होला रमाइलो हुन्छ इन्टरटेनमेन्ट गर्ने हो यस सो गाइज हामी चाहिँ अहिले तास खेलिरहेको छौँ धमाधम पुरै होइन हाम्रो शीतल बहिनी चिनी नि मा बाँडिरहेको छिन् होइन काली काली देखिया होलिन् लाइट बालेको छ त्यही पनि हल्का काली देखिया केही प्रब्लम भएन यहाँ तास बाँडिरहेको छिन् दुःख गरेर पनि बाँडिरहेको छिन् तास खेल्नको लागि यति पनि गर्छन् मान्छेले सो तास चलिरहेको छ हिक्मत दाई यहाँ छ होइन पुरै हिक्मत दाइले चाहिँ मेरो इज्जत हेरेर हेरे गर्छ म लुकेर यहाँ पुरै कुनामा बस्नु परिरहेको छ यिनी हो हाम्रो बहिनी स्याहाल्छिन् पुरै 5 बोलेर 10 ल्याउँछिन् लास्ट खत्तम चाहिँ हामी चाहिँ अलिक कलब्याक खेलेर जान्छौँ रमाइलो भइरहेको छ सो अब अहिले हात त समात्नु पऱ्यो होइन हातले त समात्नु पऱ्यो सो अहिले चाहिँ त्यति विधि बनाउन भ्याइन्न सो भ्यागेलामा कत्र हान्छौँ हामी सो फाइनली हाम्रो चाहिँ तास सकिसकेको छ पानी त परेको छैन हाम्रो तास चाहिँ सक्यो होइन फाइनली खेलेर सो अब चाहिँ हामी चाहिँ सपिङ गर्न जाँदैछौँ खानेकुरा सामानहरू सक्छ भोलि हामी मोमो बनाउँछौँ मोमो बनाएको पनि हामी टक्क लगाएर भिडियो सिडियो हाल्छौँ टेन्सन नगर्नु होला होइन रमाइलो हुन्छ भोलि पनि कब्बार भोलि चाहिँ हाम्रो फेसबुकबाट सबजना साथीहरू आउँदैछ सबजना के भने 4-5जना साथीहरू आउँदैछन् हामी रमाइलो गर्छौँ अब सपिङ गर्न जान्छौँ अब हामी भोलिको लागि अनि हिक्मत दाई चाहिँ हाम्रो हिक्मत दाई चाहिँ यिनी हुन् अनि हिक्मत दाई चाहिँ टक्क लगाएर एक हप्ताको लागि सपिङ गर्ने रे सो गर्नु पऱ्यो नि त अब टन्न सपिङ गर्नु पऱ्यो अनि अर्को कुरा है मैले चाहिँ जितेँ है तासमा जितेँ आज मलाई खुसी लाग्यो 1 महिना भयो थियो होला नजितेको आज चाहिँ मैले जितेँ सो खुसी लाग्यो यो बहिनीले हारिन् यो बहिनीले मैले भएर जित्यौँ इनाडिटाले हारे सो अब के गर्नु अब साथी हुन् हाऱ्यो भने अलिकति मचस्सक्क दुख्छ तर केही छैन जित्न चाहिँ मैले जितेँ